नमस्कार। म तपाईँहरूकै कलाकार रेजिना उप्रेती। यहाँहरूले मलाई युट्युबमा यति धेरै माया दिनुभयो, मैले बनाएको खानेकुराहरूलाई मन पराइदिनु भयो। तर म बिचमा 1 वर्ष गायब भएँ। सुटिङतिर अलिअलि पारिवारिक, अलिअलि आफ्नै व्यस्तताको कारणले गर्दाखेरि यहाँहरू माझ म आउन पाएको थिइनँ। र फेरि पनि अब मेरो रेजिना उप्रेती युट्युब च्यानल मार्फत म फेरि केही न केही यहाँहरूलाई मैले खानेकुरा होस् अथवा केही न केही लिएर फेरि आउने बाचाका साथ फेरि म मेरो युट्युब च्यानललाई अगाडि बढाउँदैछु। यहाँहरूले मन पराइदिनु होला, लाइक गरिदिनु होला, कमेन्ट गरिदिनु होला, मेरो युट्युब च्यानललाई सब्सक्राइब गरिदिनु होला। यहाँलाई म आज के बनाउन गइरहेको छु सरप्राइज, म एकैचोटि कुकिङ गरेपछि मात्र देखाउँछु। अहिले मैले यो मेरो भ्लग ओपनिङ गरेँ। यहाँहरूलाई स्वागत छ मेरो भ्लगमा। गाइज, काठमाडौँमा एकदमै चिसो बढेको छ। काठमाडौँ मात्र होइन, सबैतिर चिसो छ। हामी एकदमै वार्म भएर बस्नुपर्छ यो टाइममा। तातो तातो जिउ तताउने कुरा चाहिँ बनाउन गइरहेको छु। टाइम नभएको बेलामा अलिकति हतारमा केही छिटो बनाइहालौँ न त भन्दाखेरि एकदमै सजिलो, मिठो पनि, नन भेजहरूको लागि टक्क झोल माम खान पनि मजा आउने चिज बनाउन गइरहेको छु। अन्डा करी बनाउन के चाहिन्छ त्यहाँहरूलाई म देखाउन गइरहेको छु। ल देखाउनु त भान्जी। यो बोइल एग भइहाल्यो। त्यसपछि प्याज, गोलभेडा, धनियाँ, यो ल्वाङ, सुकमेल, मरिच, यो इलायची सबैको यो मैले पाउडर बनाएको छु। जिरा धनियाँको पाउडर, यो मेथी, सौँफ, ज्वानो यो पड्काउँछु म सुरुमै। त्यसपछि अदुवा लसुनको पेस्ट, नुन भइहाल्यो, बेसार भइहाल्यो। सबै चिज राखेर चाहिँ चट्ट मिठो अन्डा करी बनाउन गइरहेको छु। मैले चाहिँ यो प्याजको पेस्ट बनाउँदैछु। यो हो भने चाहिँ अलिकति ग्रेभी मजाको देखिन्छ। म चाहिँ यो मिलबाट ल्याएको तोरीको तेलमा गर्दैछु। मैले चाहिँ यसलाई हाफ काटेर जहिले पनि यसरी यसलाई यसरी सबैको आफ्नो स्टाइल। मलाई मन पराउनेहरूले, मलाई माया गर्नेहरूले मलाई हेर्न पाउनुभयो। मलाई पनि यसो रमाइलो, मैले जानेको कुरा देखाउन पाएँ। राम्रो समय पनि कट्छ, फ्रेस हुने पनि मजाले पाइयो आफूले, होइन। जसरी हुन्छ मान्छे चाहिँ खुसी हुनुपर्ने रहेछ, टाइम बिताउनु पर्ने रहेछ सजिलैसँग। अनि त्यसपछि बल्ल मान्छे हेल्दी राम्री भइने रहेछ। यसलाई चाहिँ मैले हल्का यो रेड भइसकेको छ, फुटेको पनि छैन। यसरी मजाले यो कुकिङको विषयमा चाहिँ खासमा म त्यस्तो राम्रो कुक त होइन, र पनि मलाई चाहिँ पहिला त म खासै त्यस्तो पकाउने मान्छे पनि होइन, होइन। फिल्ममा एकदम बिजी हुँदाखेरि भाउजूले बनाउनु भएको खाना खाएर सुटिङमा जाने हो अथवा सुटिङकै खाना खाने हो प्रायः, होइन। तर आफ्टर म्यारिज चाहिँ मैले चाहिँ बनाउनुपर्छ, सिक्नुपर्छ, गर्नुपर्छ भन्ने हिसाबले नै मैले इन्ट्रेस्ट राखेर सुरु गरेको। तर अब थाहा छैन मलाई माया गरेर गर्नुभयो कि हो। मलाई माया गर्ने मेरो साथीभाइ, आफन्त, शुभचिन्तक, मेरो फ्यानहरूले चाहिँ मैले जस्तो कुकिङ गरे पनि ओहो रेजिनाले कस्तो राम्रो बनाउनुहुन्छ अथवा कस्तो राम्रो तरिकाले गर्नुहुन्छ है भनेर चाहिँ जहाँ पनि अस्ति बिचमा भ्लगमा आएको, दिदी खै त तपाईँको भ्लग आउनु छोड्यो नि भन्नुभयो धेरैजनाले। जस मेरो भ्लगको पनि चर्चै हुँदो रहेछ भन्ने कुरा चाहिँ जहाँ जाँदाखेरि पनि भ्लगको कुरा आइरहन्छ। गर्नु दिदी, के हुन्छ, रमाइलो त हो नि, बनाउनु न भन्नुभएको। र एउटा आफ्नै युट्युबमा राख्ने हो। मन पर्नेले हेर्नुहुन्छ, मन नपर्नेले हेर्नुहुन्न, होइन। त्यसको लागि चाहिँ मैले जे जस्तो जानेको छ म चाहिँ यसरी बनाएर राख्ने गरेको छु। अब यहाँलाई थाहा छँदैछ। भइसकेको छ यतिको फ्राई हुँदा चाहिँ ठिकै हुन्छ। यो चाहिँ खास अलिक किन धेरै बनाएको भन्दा हामी आज घरमा मेरो नन्द पनि हुनुहुन्छ, भान्जी मेरो भ्लग खिचिरहनु भएको छ, मेरो चाहिँ बहिनी नन्दको पनि बहिनी हुनुहुन्छ, मेरो ससुरा बुवा हुनुहुन्छ, मेरो श्रीमान, मेरो छोरी। अब यो सबै खानेकुरा बनाएपछि यस्तो भ्लग मात्र भएन, सबै परिवारलाई खुवाउनु पऱ्यो, खुसी बनाउनु पऱ्यो। अनि त्यसले गर्दा यति चाहिँ क्वान्टिटीको मैले गरेको छु, नत्र त थोरै बनाउँदा नि हुन्थ्यो यहाँलाई देखाउनको लागि मात्रै भन्दा। तर सबै फ्यामिलीको लागि भनेर मैले मेरो हातबाट एकदम मिठो मिठो बनाउने कोसिस गर्दैछु। यो थोरै तोरीको तेल अघि मैले भनिसकेको छु। सौँफ, मेथी जानु भयो, सिँगे खुर्सानी पनि पड्काएँ। पिरो नखाने भएको भएर खुर्सानी चाहिँ भाँचेर नराखेको।
यो लगभग रेड भइसकेको छ, फ्राई भइसकेको छ प्याज। अब यसमा म थोरै बेसार राख्दैछु। सबै जिरा राखिनँ। अब अदुवा लसुनको पेस्ट पनि यो चाहिँ मैले सबै राख्दिएँ। यो मैले नुन पनि राखेँ। अब यो सबै मसलाहरू फ्राई भइसकेको छ। यसमा अब मैले यो अघि बनाएको पेस्ट कोलभेडाको राख्दैछु। अब सुक्नुपर्छ, यसको पानी अलि पानी जानुपर्छ। छोड्दियो। अब यो लगभग गोलभेडाको पानी पनि सुकिसक्यो। कान्छा मैले भ्लग सुरु गरेँ नि एक करीबाट। अब यसमा म बोइल वाटर राख्दैछु। वाउ, एक करी त मेरो फेभरेट हो नि। मैले अघि भनेको थिएँ मेरो छोरीलाई एकदम मेरो फेभरेट आई डोन्ट नो, मुझे पता नहीं। तिम्रो इंग्लिश त कान्छ। अनि कस्तो मिठो देखेछ म थोरै चाखम। अब योलाई 5 मिनट यो बोइल हुनुपर्छ माया। अनि बोइल वाटर राखेको छ हैन। अनि यसलाई यो एकचोटि मजाले उम्लिनुपर्छ। रेस्ट आमा छोरीको गफ चुप्प गर्दै सबैजनालाई। हामी अब हामी ग्याप गर्दैनौँ। मेरो मम्मीले अब भ्लग बनाइसिन्छ, हजुरहरूले हेर्नु होला। हामीले पनि मैले पनि मिठो मिठो खानेकुरा खान पाउँछु मेरो मम्मीले बनाइसकेपछि भन्। कहिले ड्याडीको बर्थडे? अब हाम्रो ड्याडीको बर्थडे त आइसक्यो। कहिले भन्देऊ न, तिमीलाई यादै छैन जस्तो। छैन नि। पुस कति गते? 2 पुस 2 गते ड्याडीको अनि मम्मीको पुसमै हजुरको नि हैन? हो त नि, भन नि त नि। पुस कति गते? पुस 27 गते मम्मीको। 27 गते पृथ्वी जयन्तीको दिन मम्मीको। थाहा छ पृथ्वी जयन्ती भनेर? थाहा छ पृथ्वीनारायण शाह थाहा छ? ए अर्थको बर्थडे के हो? पृथ्वी अर्थ। ल जाऊ पुग्यो अब यति भएपछि जाऊ है। ल भाइ साकेर म रेडी भएपछि बोलाउँछु है कान्छा। यो मजाले पाकिसकेको छ। यसलाई चाहिँ मैले बिस्तारै यो सकभर नफुटोस् भन्ने लाग्छ मलाई चाहिँ, त्यही भएर एकदम बिस्तारै। भान्जी मैले मेहनत गरेर एकदम मनैदेखि बनाएको देखिन्छ नि हैन। लगभग पाकिसकेको छ। मैले माथिबाट छोडेँ, देखिन्छ हेर्दाखेरि लुक्स पनि माथिबाट। अब यो लगभग रेडी भइसकेको छ। अब यसलाई म बाउलमा राखेर यहाँहरूलाई टेस्ट गरेर कस्तो बनाए त म देखाउँछु। गाइज चिसो चिसोमा तातो म टेस्ट गर्छु एकचोटि। अब आफूले बनाएको आफूले कसरी यस्तो ओहो वाउ भन्नु। अब म सबैजना मेरो फ्यामिलीलाई टेस्ट गराउँछु। तर एकदम मलाई चाहिँ मन परेको छ, सादा एकदम। हेर्दाखेरि लुक्स पनि राम्रो छ। यहाँले पनि केही छैन, गाह्रो एकदम नर्मल आफ्नै घरमा पाइने कुराहरू सबै कुरा हैन। टाइम पनि नलाग्ने यो सबै चिज बनाएर जाडोमा तातो सुपसँग यसै सुप मात्रै खान सक्नुहुन्छ। यसलाई चाहिँ राइससँग पनि खान सक्नुहुन्छ, चिउरासँग पनि खान सक्नुहुन्छ, कसैलाई रोटी मनपर्छ रोटीसँग खान सक्नुहुन्छ, भुजासँग पनि खान सक्नुहुन्छ, यो जेसँग पनि खान सकिन्छ। मैले चाहिँ आज हाम्रो यो दिउँसो भएको भएर यो दिउँसोको स्न्याक्स जस्तो पनि भयो, यो लन्च जस्तो पनि भयो। चाहिँ मैले चाहिँ कसैलाई के दिँदैछु। मलाई चाहिँ एकदमै मन पर्यो। यहाँलाई पनि मेरो यो मैले बनाएको डिस अन्डा करी मनपर्छ भने घरमा बनाएर आफ्नै हातबाट परिवारलाई पनि बनाएर खुवाउनुहोस्, आफू पनि खुवाउनुहोस्। र मेरो भिडियोलाई पनि मेरो भ्लगलाई पनि हेरिदिनुहोस्, मेरो युट्युब च्यानललाई सब्सक्राइब गरिदिनुहोस्, अझै धेरै माया दिनुहोस्। फेरि नयाँ भ्लग लिएर आउने नै छु। टाटा बाई बाई। र कस्तो मैले खास भ्लग क्लोज गरिसकेको छु। र पनि एक सर्ट मेरो परिवारलाई कस्तो लाग्यो त मैले बनाएको अन्डा करी भनिदिनु पर्यो। कस्तो लाग्यो अन्डा करी? अन्डा करी माइजूले बनाइसकेको यो कस्तो लाग्यो हजुरलाई? अन्डा मन पर्दैन हजुरलाई? पर्छ, मिठो छ। माया गर्दैछु यसरी एकचोटि। हो यहाँ क्याम माइजूको भ्लगमा हेरेर माया गर्दैछु। यो ड्याडीले पनि हेर्सिन्छ नि फेरि।
हो कस्तो भएको छ सुरज धेरै मिठो छ बुवाले त खाइसक्नु भएको छ धेरै मिठो भएर बा रोक्नै सक्नु भएन यो रेबाको सेकेन्ड हो यो होइन अनु ठिक छ मिठो छ अलिक सुप थोरै भयो है ठिक छ यस्तै छ रमाइलो छ भ्लग पनि बन्यो खाना पनि पाइयो रमाइलो पनि भयो सबैजनासँगै बसेर अब मेरो युट्युब च्यानललाई के भन्नु पर्यो भनिदिनुहोस् त सबैजनाले लाइक गर्नु होला सब्सक्राइब कमेन्ट सेयर